च्यानल। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। फेरि नयाँ भिडियोको साथमा म उपस्थित भइसकेँ। आजको चाहिँ नयाँ भिडियोको साथमा छ भन्छ नि बा कस्तो राम्रो फुल्छ। कि मुखा जाऊ 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 मल फालेर भइसकेछ हाम्रो घरका यहीँ छोडिदिउँ। बस्छु म चाहिँ थपेला यहीँ छ नुहाउन गएको धारामा खुट्टा दुखेर मन लाग्यो अब बस्छु म चाहिँ। जति सबै भागे साथीहरू यिन बाख्रालाई के गरिदिनु त यहीँ छोडिदिने। म माथि आम त कि ल कति मिठा रहेछ नि त यिनी किम्मु त। नानी बाबु आए लाउ छिटो चल्छ त अनि काली के भयो खै यता देखाऊ। हाइ उ गर्दे टाटा गर्दे टाटा टाटा गर ल। ए दुईटै आफ्नो तालमा खाने यो गप्पु पनि हेर्दैन यो काली पनि हेर्दिन यसले। खै टाटा गर्देको गर्देऊ त टाटा गर छोरो। तीनटा चिज बल खाले खाए त्यस्तो खाएपछि अनि के हो मार्छन् चोर्दाखेरि जिग्दाखेरि। मेरो कोठामा जाने बाटो साथीहरू झोल माग्छु कि यस्तो छ कोठा पर्सान्त शाहका कोठा। केही छैन आज जाने भनेर कपडा चाङ मिलाएको फेरि नजा मन्दिर जाने पोस्टर टाँगी यस्तो पर्सान्त शाह सुत्ने कोठा टिभी यहाँ हेर ए कता गयो पर्सान्त शाहको सानोको फोटो त्यो मलाई हेर्न मन लाग्यो। साथीहरू मेरो बुढा सानोको हजुर पछाडि हेर्नु न पछाडिदेखि त नाम पर्सान्त शाहको फोटो हो। मेरो परिचय यस प्रकार छ। पर्सान्त शाह कक्षा छ अरे ए नम्बर लेखेँ भुपू माया लेखेँ अब के छ के यहाँ त कत्रै पोस्टर टाँगे। यो चाहिँ हाम्रो फोटो अर्को यहाँ चाहिँ बुढाबुढीको फोटो बिहा भएको वर्ष हो कि 2 वर्ष 3 वर्षपछि जाने कपडा प्याक गरेर रेडी भएको फेरि दाइले मन्दिर जाने भनेर गएन। यो पर्सान्त शाह कोठा देख्नुभयो साथीहरू। यहाँ त कस्तो थियो कस्तो यहाँ नम्बर लेखेँ को केटीका उ लेखेँ चिठीका गात थिए कता गए तिनी चिठी अहिले गर्छु। कस्तो राम्रो रहेछ झुल लैजानु पर्छ यो झुल भयो दाइले पठाइदिएको थियो कि ब्ल्याङ्केट
दिदी दाइले पठाइदिएको ब्ल्याङ्केट आज यही ओढ्छु भन्नु दिन्छ भाइ साथीहरू हेर्नु मेरो छोराको चाला मलाई यस्तो घाम सर्किया आज फेरि हिजो कस्तो जाडो थियो यस्तो चाहिँ यो चाहिँ मोटर बाटो हो मेरो छोरो यता हेर्दै छोरो यता हेर्दै टाटा गरिदेऊ टाटा गरिदेऊ न थरुनी चाहिँ भएको छु म चाहिँ चाहियो भन त हुन्न त मिल्दैन त दिन कसको बाइकमा चढाएको छिन् अब यिनलाई पा गर्छन् के पा गर्छन् है तिमीलाई कसको बाइकमा चढाएछौ त अनि यस्तै सुनसान छ भगवान् आज जान भनेको थिएँ नेपालगञ्ज फेरि आज बाउ बिराम भएको जस्तो भएको आज फेरि मन्दिर जाने भनेर रोक्यो कि होइन अनि यस्तो रुन्चे पनि छिन् अनि बाइकमा पनि चढाएको छिन् घर हेर कस्तो साम्रो एउटा ट्रक जस्तो छ एउटा फेरि अटो जस्तो छ हेलो हेलो परमन्स मेरो छोरो यता हेरिदेऊ खुट्टो मर्केको व्यवस्था पनि छ है साथीहरू औषधिको व्यवस्था पनि छ है हाम्रो घर सबै व्यवस्था छ डक्टर मास्टर सबै हो बाबुलाई नुहाइदिएँ अनि त्यसपछि सुताएको थिएँ अब म पनि सुत्छु सधैँ सुत्दैछ मच्छर माखा लाग्छ कि मच्छर भन्दा नि अब एकछिनमा म पनि सुत्छु बत्ती निभाइदिन्छु झ्याल पनि लाग्यो क्या ल साथीहरू एकैछिन सुत्छु अब पछि आउँछु फेरि बाबु चाहिँ उठेर पारिपारि हेरिराखेको छ मिसाइलो मान्छ सुनसान मान्छ उड्दुरो उड्छ यहाँ झ्यालमा आउँछ पारिपारि हेरेर बसेर हुन्छ बाबु परमन्स हालत यस्तो छ यस्तो निद्रा लागेको थियो बाबुले उठ्न बाध्य गरेर हाम्रो घरको फुल यति राम्रो छ ए उठ्यो अब छोराछोरी जङ्ग्राङ जुङ्रुङ परेर उठ्यो कि अब फुल कहाँ फाल्यो यही तानो बहिनी नलाइदे नगराउ त्यसलाई छुँदाखेरि दिसै हान्न नगराउ त चिसो हावा चल्या प्याजको पात आलु अलि माथि भइगयो कि चिसो छ चिसो या त उल्टे काटिरहेको कसो हात काट्यो मोबाइलको चक्कर
त नि बाबु खुवाइदे बहिनीलाई खुवाइदे ल्याइदे जा जति खान्छौ खा हाम्रो घरमा चाहिँ कुखुरा काट्ने कता खुर्को कता हो कस्तो लाग्छ यता कति ढिलो गर्छु बुवा काट्नु ए कति रेटेक बनाइथ्यो कति दुःख दिन्छ नि हजुर अन्त हाम्रो चाहिँ यतातिर उता कुखुराको तयारी बच्छ भोज पार्टी नानी काली यतै छ ओइ मान्दिने फेरि छिटो पकाइछु त खाना हप्पार भयो नानी आइज यहाँ ओइ 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 कता कता बा अँध्यारो बत्ती छैन र छ त नि यो बल्ब ए बल्ब भएर खाम बनाउँदै खाँदै गरे खानु त्यो खोटो गना कोकवाली भन्न पाए पो हुन्थ्यो कोकवाली त अब कचौरा दाइ आइसो कोकवाली पकौडाली कोकवाली म कोकवाली पकौडावाली पकौडा कोक मासु के हामीलाई पो दसैँ आए जस्तो लाग्यो त दसैँ अब यस्तो खान पाइन्न ल साथीहरू आजलाई चाहिँ यति नै भोलि फेरि अर्को नयाँ भिडियोको साथमा उपस्थित हुन्छु म चाहिँ अल्छी लाग्यो धेरै लामो भयो भिडियो आजको चाहिँ यति यो दिनभरि चाहिँ आज हामी चाहिँ यस्तो गऱ्यौँ खायौँ रमाइलो गऱ्यौँ फेरि भोलि फेरि नेक्स्ट डे फेरि भोलि अर्कै प्लान छ पर्सि अर्कै प्लान छ के छ नयाँ भिडियो बनाउँदै आउँछु अहिलेलाई चाहिँ बाई बाई